नमस्ते वेलकम टु माई युट्युब च्यानल र मैले युट्युबमा चाहिँ धेरै भयो भिडियोज हाल्छु भन्दा भन्दै जहिले पनि त्यो बाहना मान्छेलाई बाहना चाहिन्छ भन्छ नि मलाई पनि अलवेज बाहना कि काम छ यो छ भनेर कहिले त्यो भिडियो हाल्ने जागरै आएन कि पहिला पहिला होइन एन्ड्रोइड फोन हुँदाखेरि जब मसँग आइफोन हुन्छ नि आइफोन भएपछि त म यो गर्छु त्यो गर्छु मसँग यति धेरै भिडियोज बनाउँछु यस्तो नेक्स्ट लेभलको थिङ्किङ आउँथ्यो कि अनि फेरि जब आइफोन भयो नि त्यसपछि पनि मैले भिडियो कहिले पनि बनाएन कि युट्युबमा त्यो भनेको मान्छेलाई अलवेज बाहना नै चाहिन्छ लाइफमा सो आजबाट चाहिँ म अब बाहनालाई अलिकति साइडमा राखेर युट्युबलाई पनि अलिकति फोकस गर्दैछु र इट्स बिन अ लङ टाइम होइन धेरैजनाले चाहिँ हजुरको आइलाइनर भिडियो राख्नु न आइलाइनर भिडियो राख्नु न भनेर यति धेरै कमेन्ट्स आएको थियो होइन टिकटकभरि नै सो आज चाहिँ ढिला नगरिकन अब म एउटा आज खासमा यत्तिकै रेडी हुन लागेको थिएँ ऱ्यान्डमली अनि ठ्याक्क सोचेँ कि अलवेज नै रेडी भइन्छ होइन तर वाइ नट टु रेकर्ड माइसेल्फ त्यही टाइममा सो कस्तो लाग्छ हेर्दै गर्ने होला म आफूले ऱ्यान्डम मैले डेली युजमा जस्तै आइलाइनर लगाउँछु त्यस्तै गराएर भिडियो राख्छु सो कस्तो लाग्छ कमेन्ट त गर्नु नै होला र साथसाथै युट्युब च्यानललाई पनि सब्सक्राइब गर्दै गर्नु होला है त सो हाई एभ्रिवान नमस्ते वेलकम टु माई भिडियो र आफ्टर लङ टाइम मैले मेरो युट्युबमा चाहिँ 500 सब्सक्राइबर पुग्ने बित्तिकै म चाहिँ आइलाइनर भिडियो राख्छु भनेको थिएँ तर पनि मेरो टाइमिङले गर्दाखेरि चाहिँ म राख्न सकिरहेको थिइनँ सो त्यसको लागि पनि सरी र अब चाहिँ म ब्याक टु युट्युबमा चाहिँ अलिकति एक्टिभ नै हुन्छु र हजुरहरूले जसले पनि कमेन्ट गर्नुभएको थियो आइलाइनर भिडियो चाहियो दिदी भनेर टिकटकमा सो यो भिडियो चाहिँ हजुरहरूको लागि है त सो म अब कस्तो हुन्छ भने फेरि अरू दिनमा चाहिँ मैले अब लगाउँदाखेरि कस्तो राम्रो भइरहेको हुन्छ नि अब मैले आज इफोर्ट लगाएर लगाउन लागेको छु नि त अनि आज बिग्रिन पनि सक्छ क्या सो हेरौँ कस्तो हुन्छ राम्रो भयो भने चाहिँ भिडियो राख्छु नभए चाहिँ राख्दिनँ है त लेट्स गेट रेडी म चाहिँ अब कुरा गर्दै गर्दै अनि फेरि भिडियो बनाउँछु किनभने यतिकै बोरिङ हुन्छ अनि म एक्लै छु कि रुममा जाउ पनि लागिरहन्छ अनि हजुरहरूले सोच्नु भएको होला मैले कुन आइलाइनर लगाउँछु भनेर मैले यति धेरै धेरै राम्रो राम्रो खालको भन्नाले अलिकति हुन्छ नि महँगो पैसा किनेर राम्रो राम्रो किन्न खोज्यो तर कुनै पनि राम्रो लागेन लास्टमा चाहिँ मलाई यही हाम्रो नेपाली सोनाटा के भएको छ स्वर बोल्ने बेलामा चाहिँ पुरै स्वरै सुकाएको जस्तो हुन्छ सरी सोनाटाको यो तर यसको त्यो मैले लाउँदा लाउँदा पुरानो भएर नि यहाँनिर त्यो नाम टाँसेको हुन्थ्यो नि त्यो पनि छैन त्यो पुरानो भइसक्यो अब डेली लगाएर हुन्छ त मैले त काजल अनि काजल आइलाइनर एउटै हो सो यही हो मैले लगाउने सधैँले देखिरहेको छ त्यो आफूसँग होइन कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने भिडियोजहरू बनाउन मन लाग्छ अनि आफूसँग चाहिँ अरूहरूले त कस्तो राम्रो राम्रो सफा टाइपको क्लिनवाला प्रडक्ट्सहरू देखाएर अनि गरिराख्नुहुन्छ नि त अनि आफूलाई चाहिँ कस्तो फिल हुन्छ भने मसँग चाहिँ केही पनि छैन मैले चाहिँ कसरी भिडियो बनाउने मसँग त्यही राम्रो कुरै छैन जस्तो फिल हुन्छ कि तर त्यसो सोच्नु चाहिँ हुँदैन म चाहिँ त्यस्तो कहिले पनि सोच्दिनँ आफूसँग जे छ होइन त्यो मसँग यही सोनाटाको छ भने चाहिँ यो त बेस्ट भइहाल्यो अफकोर्स नै तर अरू कुराहरूमा पनि कस्तो हुन्छ भने आफूसँग पुरानो कुरा छ अरूले चाहिँ भिडियोमा राम्रो राम्रो कुराहरूमा त देखाइरहेको हुन्छ नि त सो भिडियोमा चाहिँ कस्तो हुनुपर्छ भने रियल जस्तो छ होइन सो अब म लगाउँछु गाजल यो भयो गाजल मैले कसरी लगाउँछु त्यति देखाउँछु म पनि एक्सपर्ट त होइन तर मैले धेरै कमेन्ट्सहरू सानो सानो नानीहरूले पनि गर्नुभएको देखेर चाहिँ वाइ नट होइन मैले सेयर गर्दैमा उहाँहरूलाई नि राम्रो हुन्छ राम्रो लाग्छ भने त्यो केही जाँदैन नि त होइन मेरो सो इट्स फर सबैजना हजुरहरू जसले कमेन्ट गर्नुभएको थियो हजुरहरूको लागि मैले कसरी लगाउँछु त्यो वेमा प्रतीक्षा सिग्नेचर स्टाइल बनाऊ न मेरो सिग्नेचर स्टाइलमा है त अहिले चाहिँ मैले फेसमा खासै केही लगाएन हल्का हल्का चाहिँ त्यो मैले त्यस्तो धेरै हेभी मेकअप चाहिँ केही गर्दिनँ मैले हल्का फाउन्डेसन चाहिँ लगाएको थिएँ जुट नबलिकन भनेर तर लगाएको पनि देखिँदैन किनभने मैले केही कुराहरू कभरअप गर्दिनँ क्या मैले यति लिएर अनि मलाई यस्तो लाइट नै मनपर्छ हल्का मात्र किनभने हल्का गाजल लगाउँदाखेरि पछि के मेकअप गर्नु पऱ्यो भने एड गर्न मिल्छ भनेर अनि अरू केही पनि लगाएको छैन मलाई खासै त्यस्तो धेरै मेकअप प्रडक्ट्सहरूको थाहा पनि छैन अनि त्यही भएर पनि ओके मैले ऐना राखेको छु कि ऐना नभए त काजल लगाउन सकिँदैन नि त
अब सबैजनाको आँखाको सेप डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ होइन। मेरो आँखा चाहिँ कस्तो छ, अलिकति ठुलो छ होइन। अनि ठुलो भएर मेरो यो आँखाको माथिको भाग छ नि, यो भाग पनि मेरो अलिकति ठुलो छ। आइलाइनरहरू लगाउँदा कि त आई स्याडोहरू लगाउँदा पनि ठ्याक्क देखिने टाइपको छ नि त। यस्तो गर्दा पनि देखिन्छ, यस्तो गर्दा पनि देखिन्छ होइन, यस्तो यस्तो हुन्छ नि। अनि त्यो भएको भएर चाहिँ हजुरहरूको आँखाको सेप कस्तो छ त्यो अनुसार लगाउनु भयो भने चाहिँ आइलाइनर सबैको आँखामा एकदमै प्रिटी देख्छ, सबै केटी मान्छेलाई। छोरी मान्छेको गहना नै हो भन्छ नि, त्यही हो मेकअप्सहरू सबै कुराहरू। अनि मैले कसरी लगाउँछ नि, मेरो आँखा यस्तो छ होइन, अब यस्तो यो तल छ यो माथि छ भनेपछि यसलाई ठ्याक्क त्यो यस्तो यस्तो गर्दाखेरि कि त्यस्तो गर्दाखेरि हल्का म यो छ नि यो भागलाई चाहिँ हल्का यो भागतिर लैजान्छु कि, यो आइब्रोको एन्डिङ पार्ट हुन्छ नि, अनि यसरी यहाँनिर लगेर त्यसलाई हल्का कनेक्ट गर्न खोज्छु, लाइक वहीँसम्म त पुऱ्याउने होइन, त्यो त्यतातिर लग्ने। हेर्नु है त कसरी, मलाई ट्याक्कै भन्नै आएन, देखिँदैन होला। म ऐना लिएर हातमा कस्तरी गर्छु। आज चाहिँ स्योर बिग्रिन्छ, मलाई थाहा छ कि। सी एउटा स्ट्रेट लाइन तान्छु कि मैले अलवेज फर्स्टमा। अब यो स्ट्रेट लाइन कसरी तान्छु भने आइलाइनरदेखि यता आइब्रोजको एन्डिङसम्म यति भएपछि मलाई अब त्यो एउटा फ्रेम बन्यो। अब यसलाई मैले हल्का लाइनिङमा मिलाउने मात्र हो, त्यो धेरै हेभी पनि गर्न राम्रो लाग्दैन। अनि मैले कहिले पनि यो पार्टमा चाहिँ आइलाइनर लगाउँदिनँ, किनभने मेरो आँखा यस्तै ठुलो छ अनि अझै धेरै ठुलो देखा जस्तो लाग्छ। अनि त्यो धेरै ठुलो देखाएको पनि राम्रो लाग्दैन कि मलाई, अनि यस्तै राम्रो लाग्छ। यत्तिकै पनि गर्न मिल्यो, तर यसलाई अलिकति मिलाम है त। सी मैले यस्तो गराएँ होइन। अब यसको चाहिँ भित्री भित्री पार्टलाई चाहिँ अलिकति थोरै आइलाइनर अलिकति लिएर होइन, मैले थोरै त्यहाँबाट लिएँ आइलाइनर। अनि अब यसलाई कभर मात्रै गर्ने हो मैले, भन्नाले भित्रभित्र भरिदिने। देखाएको छ कि नै खोइ क्यामेरामा, तर अलिकति रेकर्ड गर्दै आइलाइनर लगाउन बोल्दै चाहिँ अलिक गाह्रै हुने रहेछ। मैले चाहिँ त्यो भित्रको खाली पार्ट थियो नि त्यसलाई भर्ने काम मात्रै गरेँ। सी मेरो आइलाइनर रेडी भयो। मैले एभ्रिडे लुक्समा लगाउने आइलाइनर भनेको यति हो। स्वाट्ट तान्यो, भर्यो, सकियो। यो पार्टमा त मैले छुँदै छुँदिनँ, किनभने मलाई मन नै पर्दैन। मैले पहिला पहिला चाहिँ धेरै मोटोवाला लगाउँथेँ कि, अलिकति कस्तो भने टिनेजको बेला भनौँ न, त्यो बेलामा चाहिँ पुरै स्त्री लगाएर त्यो त्यतिखेर त्यो चलन फेसन भन्छ कि के भन्छ त्यस्तै त थियो नि, मोटो मोटो लगाउने आइलाइनर होइन। अनि अहिले चाहिँ मलाई अब आफूलाई चाहिँ पर्सनली अलिकति हरेक कुरामा लाइटवाला मेकअप्सहरू अनि कपडाको कलर्सहरू पनि अलिकति लाइट हरेक कुरा त्यो उमेर सँगसँगै सोचाइ पनि चेन्ज हुन्छ भन्छ नि, मेरो पनि त्यस्तै भएको होला। अहिले चाहिँ मेरो यस्तो छ, अहिलेको टाइमको सिग्नेचर लुक्स जस्तै मेरो एभ्रिडे लुक्समा मैले यही गाजल लगाउँछु। अब यो साइडमा पनि लगाऊँ है त, म धेरै बोलिरहेको छु तर केही छैन, मैले सेयर गरेको हो नि त हजुरहरूलाई। अब मेरो यो आँखा र यो आँखा पनि डिफ्रेन्ट छ कि, फेरि हरेकको हुन्छ होला सायद, त्यसमा पनि अलिकति डिफ्रेन्ट वेमा लगाउनुपर्छ। सो सेम अघिको जस्तै ठ्याक्क एउटा लाइन तान्ने। सी अघि नै सुरुमा मैले यतापट्टि एउटा लाइन ताने, यता पनि ठ्याक्क लाइन ताने, देन लाइन कसरी ताने, यो आइब्रोजको एन्डिङसम्मकोलाई अलिकति त्यतातिर लग्ने तरिकाले, किनभने ठ्याक्क आइब्रोजको एन्डतिर यस्तरी गयो भने चाहिँ यो आँखा यस्तो देख्छ अनि राम्रो देख्छ। तर सबैको आँखामा यस्तै राम्रो देख्छ भन्ने चाहिँ हुँदैन, किनभने कसैको आँखा चाहिँ अलिकति हुडेड हुन्छ, हुडेड आइजको लागि त्यही अनुसार लगाउनु पर्ने हुन्छ। सो मेरो जस्तो आँखा छ भने चाहिँ हजुरले चाहिँ यो ट्रिक लगाउनु भयो भने चाहिँ राम्रो देख्न सक्छ, राम्रो फिल हुनसक्छ। मलाई चाहिँ पर्सनल्ली मलाई यो वाला चाहिँ मलाई आफूले नै प्रिटी फिल जस्तो हुन्छ कि। सो अब यसलाई पनि अघिको जस्तो हल्का यसलाई यस्तो गरेर यस्तो सी मैले अलिकति भित्र भर्ने ठाउँ राखेँ नि, यस्तो 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 गरेर। मेरो चाहिँ त्यो अब मैले एभ्रिडे लगाउँछु नि त, अनि एभ्रिडे लगाउने भएर चाहिँ मलाई अब हात यस्तो यस्तो गरेर मैले सर्ट सर्ट ताने जस्तो हुन्छ। कसैलाई चाहिँ यही गर्न पनि अलिकति गाह्रो लाग्न सक्छ, तर प्र्याक्टिस हो सबै कुरा। हजुरले डेली लगाउनु भयो, डेली त्यो भइराख्यो भने चाहिँ
त्यो हात बसिहाल्छ अनि हुँदो रहेछ कि अनि यसो फेरि अलिकति चोबेर यसलाई फिल गर्छु टुङ फिल गर्यो सरासर लाएर नट द्याट हार्ड है कति केही गाह्रो छैन यस्तै सिम्पल सबैभन्दा सिम्पलै होला एकदम के एभ्रिडे लुक्सको लागि काममा जानुको लागि पनि कति हेभी मेकअप गर्ने फिल हुन्छ नि तर यो चाहिँ लाइट आइएम डन कि अब सक्यो कि म त यो 1 सेकेन्डमा मलाई कसैले 5 मिनटमा रेडी भयो त 5 मिनट नै 1 मिनटमा रेडी भएर आइज भने पनि सर्ट काजल लगाइदिन्छु आइम रेडी के मलाई त त्यो अरू मेकअप भन्दा पनि मेरो गाजल चाहिँ मोस्ट इम्पोर्टेन्ट हो कि दुईतिरै भरेँ मैले केही नै गरिनँ नि त मैले होइन सर्ट लाइन ताने हल्का फिल गर्ने ठाउँ बनाएँ त्यसपछि मैले भरेँ आई डोन्ट नो मैले क्यामेरामा राम्रोसँग रेकर्डेड भएको छ कि होइन मैले फर्स्ट टाइम भिडियो बनाएको मलाई त्यस्तो आइडिया त छैन सो यस्तो छ अब यसपछि मस्कारा लगाउँछु मैले हल्का हल्का मस्कारा एन्ड देन डन म मस्कारा लगाएको पनि देखाइहाल्छु है त मेरो मस्कारा चाहिँ कहाँ गयो म लिएर आउँछु मस्कारा चाहिँ मैले चाहिँ अहिले चाहिँ मैले यो के भन्छ वेट एन्ड वाइल्ड मेगा भोल्युम मस्कारा रहेछ आफूले लगाउने मस्काराको नाम पनि थाहा हुँदैन कि मलाई त्यो ऱ्यान्डमली उठायो अनि लगायो हिँड्यो सकिन्छ त्यही माथि अझै यो चाहिँ लगाएको थियो पहिला तर यो वाला चाहिँ पुरानो भरे पुरै यो खुइलेर नि उडिसक्यो यस्तो अनि अहिले चाहिँ यो के भन्छ कसरी देखाउने यस्तरी यो वाला लगाइरहेको छु सो लगाइहालौँ न होइन देखाइहालौँ मस्कारा लगाउने बेला गर्छ नि है कस्तै अरू बेला भएको मैले गरेर लगाउँथेँ भिडियोमा चाहिँ यस्तो फेस बनाएर लगाउनु मस्काराले कति इम्पोर्टेन्ट रोल प्ले गर्छ नि है आँखालाई राम्रो देखाउनको लागि त्यस्तो धेरै केही हेभी पनि छैन लाइटवाला छ यो मस्कारा चाहिँ सो डिफ्रेन्सेस हेर्न सक्नुहुन्छ है मस्कारा लगाएको आँखा र मस्कारा नलगाएको आँखामा कति इम्पोर्टेन्ट रोल प्ले गर्यो नि कस्तो हल्का त्यो खुलेको जस्तो गराइदिन्छ आँखा मेरो त अलरेडी नै खुलेको जस्तो छ यत्रो ठुलो तर पनि ओपन गराइदिन्छ कि आँखालाई फेरि एकचोटि चोबेर मलाई त त्यस्तो ट्रिक्स एन्ड आइडियाजहरू थाहा छैन तर म जे छ मैले आफूले डेली रूपमा लगाउने कुराहरू मात्रै सेयर गरिरहेको छु सेम यता पनि लगाएँ मुखै हुन लागिसक्यो होइन यस्तै हुन्छ कि यो मस्कारा लगाउनु बेला सबै केटी मान्छे यो भयो अनि कहिलेकाहीँ चाहिँ म अब हल्का राम्रो अझै राम्रो प्रिटी फिल हुनु पर्यो भने चाहिँ यस्तो हल्का तल नि यसरी लगाइदिन्छु जिब्रो त भइहाल्छ कि बाबा यस्तो भयो यो टोटल के अरे किन टोटल भनिरहेको छु भन्नाले लास्टमा चाहिँ यस्तो भयो भन्नु खोजेको फाइनलमा भन्नु फाइनल रिजल्ट यो भन्नु टोटल रिजल्ट भन्नु एउटै हो कुरा हुन त त्यो भयो अनि त्यसपछि आएर यति चाहिँ मैले लाइक ऱ्यान्डम डेली रूपमा लगाउँदाखेरि यताउता हिँड्दा काममा जाँदा डेली होइन लाइट छ नि त मेरो मेकअप कम्प्लिट भयो अब त्यसपछि सिन्दुर टिका लगाउँछु कि त त्यसरी भयो होइन अब त्योभन्दा बाहेक चाहिँ मैले आँखा तल पनि लगाउँछु काजल कहिलेकाहीँ अनि मलाई एकदमै राम्रो लाग्छ आँखा तल काजल लगाएको सो अहिले लगाऊँ कि नै होला थोरै लगाएर देखाउँछु आँखा तल चाहिँ मसँग त्यो त्यस्तो राम्रो गाजल चाहिँ छैन होइन देखाउनको लागि तर लगाएर चाहिँ देखाउँछु म चाहिँ यो ब्रसले लगाउँछु जहिले नि मेरो ब्रस नै मागिसक्यो म त्यस्तो धेरै लगाउँदैन हेभी गरेर नि किनभने मलाई हल्का साइडमा यस्तरी चेन्जेस कस्तो राम्रो लाग्छ मलाई चाहिँ त्यो आँखा तल लगाएको चाहिँ कसैलाई चाहिँ राम्रो लाग्दैन रहेछ
कस्तो राम्रो देखेँ है। सो यसरी कनेक्ट गराएर हल्का हल्का गर्दै बिस्तारै बिस्तारै लगाए नि हुन्छ। आँखाको आधी भागसम्म लगायो भने पनि राम्रो देख्छ, कि त पुरै लगाउन मन छ भने पुरै लगाए नि हुन्छ। मलाई चाहिँ त्यस्तो धेरै यतासम्म लगाउनु मन पर्दैन, ठ्याक्कै यहाँसम्म कि त्यो आधा बिचमा यो गोलो गोलो हुन्छ नि आँखाको, यसको ठ्याक्क यहाँसम्म हुन्छ नि त्यसरी लगायो भने चाहिँ ठिक्क लाग्छ, त्यो ओभर पनि देख्दैन। सो दिस इज सबै कुरा। अब टोटल यही हो। किन टोटल टोटल भन्नुहोस् म क्यामेरा अगाडि चाहिँ बोल्नै जान्दैन। कस्तो हुन्छ भने अरू बेला बोलिरहेछ भने चाहिँ कस्तो राम्रो राम्रो आइरहेको हुन्छ होइन, अनि जब क्यामेरा अगाडि हुन्छ आई नो क्यामेरा अगाडि सबैजना बोल्न कम्फर्टेबल फिल त गर्दैनन्, तर पनि म कम्फर्टेबल हुँदा हुँदै म कति धेरै कम्फर्टेबल छु कि क्यामेरा अगाडि बोल्नको लागि। तर पनि त्यो कहिलेकाहीँ हुन्छ नि, अघि मैले अब टोटल टोटल भन्ने के बोलिरहेको थिएँ, त्यो अनावश्यक आएको कुराहरू हो कि। सो हुन्छ यस्तो कहिलेकाहीँ क्यामेरा अगाडि हुँदाखेरि के हुन्छ बोलेको कुराहरू पनि थाहा हुँदैन, तर म यत्तिकै भिडियो नकाटिकन राखिदिन्छु, जे हो त्यो रियल रहछ यो सबै भिडियोमा। सरी। सो यही हो मेरो आइलाइनर। अनि हजुरहरूले जसले पनि आइलाइनर भिडियो राखिदिनु पऱ्यो दिदी भनेर रिक्वेस्ट गर्नुभएको थियो। आई होप मैले एकदम सिम्पल वेमा एकदम जे हुन्छ नि त्यो जे छ त्यो रियल रूपमा नै मैले एक्सप्लेन गरेर भिडियो राखेको छु, र आशा छ हजुरहरूलाई पनि राम्रो लाग्छ। ट्राई गर्नु होला। अनि इनकेस ट्राई गर्नुभयो भने चाहिँ मलाई मेन्सन गरेर भिडियो राख्नु होला, प्रतीक्षा दिदीको युट्युबबाट म हेरेर मैले आइलाइनर यस्तो लगाएको भनेर। अनि जसले पनि यो भिडियो हेर्नुभएको छ प्लिज सब्सक्राइब माई युट्युब च्यानल, सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर। अनि नेक्स्ट टाइम मैले कस्तो भिडियो राख्ने त मलाई खास आइडिया छैन युट्युबमा चाहिँ। सो मलाई कमेन्ट सेक्सनमा सजेस्ट पनि गर्नु होला। हजुरहरूको सजेसनलाई लिएर फेरि म नेक्स्ट भिडियो हाल्नेछु। अहिलेको लागि चाहिँ बाई बाई, टेक केयर एभ्रिवान।